हेलो हेलो नमस्ते। आज चाहिँ म मामासँग चाहिँ केही कुरा सेयर गर्न एउटा भिडियो खिच्दैछु। साधन त हाम्रो आज बाइक छ, आफ्नै बसन्ती हो। यता नेपालटार बुइनीको घरमा चाहिँ अकबन्ने घटना घट्यो। अनि त्यो घटनामा चाहिँ अब दुःख परेको बेलामा आफन्तले बोलाउनु पर्छ भन्ने सिलसिलामा मामा पनि जानुभयो, म पनि गएँ। अनि हाम्रो मामाले चाहिँ ओखलढुङ्गा च्यानम चाहिँ तकरिबन 40 वर्ष अगाडि छोड्नु भएको रहेछ क्या। यो कटारी बजार चाहिँ हिँड्ने आउनुहुन्थ्यो अरे। अनि त्यही भएर यो कटारी बजारको बारेमा अनि मामा चाहिँ मैले सोध्न खोजेको चाहिँ, मामा तपाईँ कटारीबाट यहाँ जुन ओखलढुङ्गा जाँदाखेरि 17 वर्ष कति वर्ष हुनुहुन्थ्यो अरे? 17 वर्ष हुनुहुन्थ्यो। 17 वर्षको उमेरमा कटारी कतिपल्ट झर्नुभयो तपाईँ? 7 पल्ट। कटारी बजार हो मामा हिँड्नुभएको बजार हो यो चाहिँ कटारी बजार देखाउँदैछु म। अनि 7 पल्ट तपाईँ कटारी बजार आउनुभयो। त्यसपछि यहाँबाट गइसकेपछि कतिपल्ट आउनुभयो? फर्केर त 5-6 पल्ट बाटो पऱ्यो। कति वर्ष पछाडि आउनुभयो तपाईँ पूर्व गइसके पछाडि? म 20 वर्ष पछाडि। फेरि मामाको र मेरो चाहिँ हाम्रो चाहिँ त्यतिखेर भ्लग बनाउँदैन थियौँ। हाम्रो चाहिँ कस्तो भने ठाउँ ठाउँको भेट छ क्या। सोनापुर, दुबई, आबुधाबीमा पनि भेट भएको फोटोहरू चाहिँ थिए। अनि मलाई चाहिँ मेरो धेरै चिन्ता गर्ने, मलाई धेरै गाली गर्ने अनि धेरै माया गर्ने पनि मामा हुनुहुन्छ। फेरि जसले चिन्ता गाली गर्छ त्यसले धेरै माया गर्छ। अनि यो कटारीको बारेमा चाहिँ मामालाई चाहिँ कटारीमा बालापन एउटा दुःखको बेला आएको ठाउँ चाहिँ कस्तो छ भनेर ताउ खोला गएर रोक रोक हेर्छु भन्नुभयो। अनि त्यही भएर देखाएको हो। मामालाई यसको केही भन्न मन छ यो नयाँ बाटोको बारेमा? बाटो बनिएकै हो, राम्रो विकास यतिको चाहिँ भएकै हो। विकासभन्दा अलि बढी खर्च चाहिँ खानाले त्यो चाहिँ दुःखको कुरा हो। विकास नभएको होइन। यो चाहिँ मेमोरी स्वरूप हाम्रो युट्युब, टिकटक अनि तपाईँको फेसबुकमा सेयर हुन्छ। यो मामा भन्दाको मेमोरीमा हुन्छ। कसलाई के लाग्छ त्यो मतलब भएन। हस् गाइस, नमस्ते, धन्यवाद।